हे हिरण्यकश्यप, तिम्रो यो जप र तप देखेर साक्षात म ब्रह्मा नै तिम्रो अगाडि आएको छु। उठ उठ हिरण्यकश्यप। अरे अरे ब्रह्मदेव, थाहा थियो मलाई कि मैले साम दाम दण्ड भेद जे प्रयोग गरेर हुन्छ हजुरलाई अवश्य कुनै न कुनै दिन प्रसन्न पार्नेछु र हजुरलाई मेरो अगाडि मलाई वरदान दिन लायक बनाएर निम्ताउनेछु भनेर। ठिक छ हे ब्रह्मदेव, मैले धेरै वर्षौँसम्म हजुरको ठुलो तपस्या गरेँ। ल ठिक छ, अब हजुरले मलाई यो सृष्टिमा अमरत्वको वरदान प्रदान गर्नु पर्यो ब्रह्मदेव। हे हिरण्यकश्यप, साक्षात यो सृष्टिको रचनाकार म आफै त अमरत्व छैन भने तिमीलाई कसरी अमरत्वको वरदान दिन सक्छु? बरु अरू नै केही माग हिरण्यकश्यप। ल ठिक छ, यदि हजुरले मलाई अमरत्वको वरदान प्रदान गर्न सक्नुहुन्न भने ठिक छ, म केही वरदान माग्छु, हजुरले ती वरदान दिनुहोस्। अवश्य हिरण्यकश्यप, मागी त हेर। ल ठिक छ, हे ब्रह्मदेव, अमरत्वको वरदान दिन नसके पनि हजुरले मलाई त्यस्ता वरदानहरू दिनुहोस् कि यो सृष्टिको कुनै पनि महिनामा मेरो मृत्यु नहोस्। तथास्तु। यो सृष्टिको न दिनमा न रातमा कुनै पनि समयमा मेरो मृत्यु नहोस्। तथास्तु। हे ब्रह्मदेव, यो सृष्टिमा बनेका कुनै पनि शस्त्र अस्त्रले मेरो मृत्यु नहोस्। तथास्तु। अनि यो सृष्टिमा भएका न सुकेको न काँचो कुनै पनि चिजबाट मेरो मृत्यु नहोस्। तथास्तु। यो सृष्टिको न भित्र न बाहिर म कहीँ पनि नमरु ब्रह्मदेव। तथास्तु हिरण्यकश्यप। सँगसँगै यो सृष्टिको न जलमा न थलमा म कहीँ पनि नमरु। तथास्तु। ल ठिक छ ब्रह्मदेव, मैले घुमाई हजुरलाई अमरत्वको वरदान झन्डै लिइसकेँ। यी यावत चिजहरूमा मेरो मृत्यु हुन सकेन भने यो सृष्टिमा मलाई मार्न सक्ने को छ? असुरहरूको पनि हिरण्यकश्यपसँग अब त्यो छलिया नारायण कसरी बच्न सक्छ? हे दूतहरू कहाँ छौ? आउँदैछौँ महाराज, आउँदैछौँ। महाराजको जय हो। ल ठिक छ, आज चाहिँ जाने र पहिले आसन लिएर आएको छ। धेरै जान्ने भइसके दूतहरू। हो महाराज। सुन हे दूत। हजुर महाराज। आज मैले वर्षौं तपस्यापछि त्यो ब्रह्मदेवलाई घुमाई अमरत्वको वरदान झन्डै प्राप्त गरे। यो सृष्टिको कुनै पनि चिजले मलाई वध गर्न सक्दैन। यो सृष्टिका 12 महिनामा म मर्दैन। न जलमा न थलमा न भित्र न बाहिर न सुकेको न काँचो यावत चिजहरूले म मर्दैन भने अब यो सृष्टिमा कसले मलाई मार्न सक्छ? अरे वाह महाराज, महाराजको जय हो। ल ठिक छ हे दूत। हजुर महाराज। ल ठिक छ, म बसेर कुरा गर्छु। अवश्य महाराज। यहाँ के छ तिमीहरूको बसाइ त आनन्दको छ महाराज। अनि खानपिन कस्तो छ? खानपिन त हजुरको दरबारमा फेरि छ महाराज। कस्तो फेरि भने? बिहान आलु बोडी, बेलुका बोडी आलु महाराज। अनि भएन त फेरि थाहा छ तिमीहरू लुकी पनि खाइरहेका छौ। छैन महाराज, छैन। ल ठिक छ हे दूत। हजुर महाराज। जब म तपस्यामा जाँदै थिएँ त्यति बेला मलाई याद छ मेरी अर्धाङ्गिनी भयादु गर्भवती थिए। अहिले त सायद सन्तान जन्मिएर ठुलो भइसक्यो होला। जा लिएर आइज, मेरो सन्तानको मुख हेर्न चाहन्छु म। जा। हस् महाराज, हजुर महाराज। अरे
किन सुकेको त अरे सुकेको होइन महाराज, यो लुते भएको। तैँले नारायणलाई मार्न सक्छस्? अरे महाराज, नारायण त किन मारिहाल्छु नि। ल त्यसो भए खै तेरो पावर हेरौँ ल अहिले त अगाडि केही देखा कतिको शक्ति छ तेरो। देखाउँ महाराज? खै तेरो शरीर देखा। ल महाराज हेर्नुहोस्, छर्लङ्ग देखिन्छ सबै। ल ठिक छ। अझै असुरकुलको रक्षक भइसकेपछि पराक्रम बढाउनु पर्छ। अवश्य महाराज। महाराजको जय होस्। महाराज हजुरको पुत्रलाई लिएर आए। प्रणाम पिताश्री। वाह पुत्र प्रहलाद, हाम्रो असुर कुलको एकमात्र वारिस, जसले यदि तिम्रो पिताले त्यो छलिया नारायणको वध गर्न सकेन भने पनि हामीले बिर्सिनु हुँदैन कि हाम्रो कुलको एकमात्र शत्रु भनेको त्यो छलिया नारायण हो। अवश्य पिताजी। हे पुत्र प्रहलाद, हजुर पिताश्री। अब तिमी असुर कुलमा जन्मिसकेपछि तिमीले दैत्य शिक्षा आर्जन गर्नुपर्छ। हजुर महाराज। जा गएर हाम्रो दैत्य कुलका सण्ड अमरको मध्ये जुन गुरु भेटिन्छन् लिएर आइए। जा। हुकुम होस् महाराज। जा। अरे पुत्र प्रहलाद। हजुर पिताश्री। ल ठिक छ। तिमीले एउटा मात्रै कुरा बिर्सिनु हुँदैन कि हामी असुर कुलमा भइसकेपछि सम्पूर्ण शस्त्र अस्त्र विद्याहरू जान्नुपर्छ। महाराजको जय हो। प्रणाम हे गुरु। भन्नुहोस् हिरण्यकश्यप। मैले आज यो हिरण्यकश्यपको दरबारमा हजुरलाई किन बोलाएँ भने हजुरलाई थाहा छँदैछ हामी असुर कुलमा जन्मिएपछि जसरी हुन्छ देवताहरूको भागाभाग गराउन सक्नुपर्छ। यो सृष्टिमा यदि कसैको राज छ भने दैत्यहरूको मात्रै राज हुनुपर्छ। त्यसैले मैले मेरो पुत्र प्रहलादलाई हजुरको गुरुकुलमा पठाएर दैत्य शिक्षा पढाउन चाहन्छु। अवश्य हिरण्यकश्यप। ल ठिक छ, लिएर जानुहोस्। यसलाई दैत्य शिक्षामा निपुण पार्नुहोस्। अवश्य। महाराज हजुर किन सुन्न चाहन्छु। जा। अवश्य महाराज। हजुर महाराज। एक टक्लाएर जस्तो त भइसकेपछि अलि चनाको हुनुपर्छ। अवश्य महाराज। ल के छ? ठिक छ महाराज। महाराजको जय होस्। जय अरे पुत्र प्रहलाद, आओ आओ आओ, हाम्रो दैत्य कुलको एकमात्र वारिस। ल भन पुत्र प्रहलाद, तिमीले दैत्य कुलमा गएर के शिक्षा आर्जन गर्यौ? पिताश्री, मैले धेरै कुराहरू अध्ययन गरेँ, धेरै कुराहरू सिकेँ। भनौँ? भन पुत्र भन। हेर्नुहोस्, सर्वप्रथम त यो गृहस्थी रूपी अन्धकारलाई त्यागेर हरिभजन गर्नको लागि जङ्गलमा जानु नै उत्तम कुरा सम्झेँ मैले। यही कुरा पढेँ पिताश्री मैले। दैत्य कुलमा जन्मिसकेपछि फेरि पनि त्यो हरि भजन गर्ने भगवानको नाम जप्ने कुरा कसरी जानिस् तिमी? हे गुरु, तिमीलाई मैले भनेको थिएँ कि यसलाई दैत्य शिक्षा पढाउनु भनेर, तर यो के भन्दैछ? हे गुरु, यसलाई मैले त पढाएकै हो नि। है यसले कहाँबाट त्यो नारायणको नाम जप्यो? हे गुरु सुन, कान खोलेर सुन। यसले अब दैत्य शिक्षा सिक्नुपर्छ। कबाट काट्नु, खबाट खसाल्नु, गबाट काट्नु, खबाट
ठाउँबाट घचेक्नु यस्ता सिकाएर यसलाई छलिया नारायणको नाम घुकाउने लैजाऊ जाऊ जाऊ अवश्य जाऊ ए हिँड हिँड जाऊ हजुर महाराज जा तपाईँ सँगसँगै जा कि यो गुरुले कस्तो पढाउँदो रहेछ जा अवश्य महाराज हस् जा तपाईँ जा अब यसरी फेरि पनि हिरण्यकश्यपले आफ्नो छोरोलाई पढ्न भनेर पठायो। अघि पढ्न भनेर पठाएको विष्णुको नाम जपिसके शिवलाई रिस उठ्यो। अब अलि राम्रोसँग पढाउनु भनेर गयो पनि अहिले प्रहलाद आफ्नो गुरुको अध्ययन गरेर महाराजको जय हो अरे दूत अरे पुत्र प्रहलाद ठिक छ अहिले त पक्कै पनि सम्पूर्ण दैत्य शिक्षाहरू आर्जन गरेर पक्कै आयो होला ल भन भन म तिम्रो मुखबाट सुन्न चाहन्छु भन पिताश्री अहिले त झन् मैले धेरै कुरा सिकेँ। ल भन धेरै कुरा जानेको छु। भनौँ भन भन श्रवणं कीर्तनं विष्णु स्मरणं पादसेवनम् अर्चनं वन्दनं दास्यं सख्यम् आत्मनिवेदनं। विष्णु भगवानकै श्रवण गर्नु, विष्णु भगवानकै कीर्तन गर्नु, विष्णु भगवानकै स्मरण गर्नु, विष्णु भगवानकै पाउको सेवा गर्नु, विष्णु भगवानको पूजा गर्नु, विष्णु भगवानकै वन्दना गर्नु, विष्णु भगवान परमात्मामा दासीको भाव राख्नु र साथी जस्तो मान्नु र आफूलाई पनि विष्णु भगवानमा अर्पण गर्नु। यही नै सिकेँ पिताश्री मैले। अब तपाईँले तँलाई मेरो कुलको स्वारिस पनि बिर्सिसके त मेरो पुत्र होस् भन्ने पनि बिर्सिसके। दैत्य कुलमा जन्मिएर मेरो यो जीवनको सबैभन्दा ठुलो शत्रु त्यो छलिया नारायणको सबैभन्दा गुणगान गाउने जस्तै हजुर महाराज यता आइज सबैभन्दा पहिले यो गुरुलाई चार पाटा मोडेर यो देश निकाला गर्छ। जा लैजा हस् महाराज जा पुत्र प्रहलाद तेरो सबैभन्दा ठुलो भगवान होइन राक्षस कुलमा जन्मिएपछि अझ श्रवणम कीर्तनम होइन ल ठिक छ हजुर महाराज सुन यो मेरो आफ्नै पुत्र हो। यसलाई मैले मेरै आँखा अगाडि कसरी मैले हत्या भएको देख्न सक्छु सक्दैन तर यो धरतीका लागि बोझ हो मेरो नजरमा। यसलाई लगेर जा यसलाई लगेर ठुला भिरबाट खसा ठुला हात्तीहरूले कुल्छ। यदि त्यति गर्दा पनि मरेन भने मेरी बहिनी होलिकाको काखमा राखेर यसलाई आगो लगाइदिए। जा अवश्य महाराज जा